म अहिले 39 वर्षपछि हामी बसेको ठाउँ यो ताफिन भन्ने ठाउँमा आएको छु र म 3 कक्षा 4 कक्षा पढ्दा 1 देखि 3 4 कक्षा पढ्दाखेरि यो ढुङ्गामा आएर होमवर्कहरू लेख्ने गर्थेँ र यो सबै यो झाडी भएको जति पनि देखिया यहाँनिर यो सब हाम्रो बारी हो। यो यहाँनिर बारी थियो, यहाँबाट यति तलसम्म बारी थियो, पनि बारी हो। त्यो बारीपट्टिको पनि करिब 2.5-3 बिघा खेती योग्य जमिन थियो यहाँ। र यतापट्टि घर चाहिँ यो यतापट्टि चाहिँ घर थियो, यहाँ लामो घर थियो, खुटी भन्ने त्यति बेला घर खुटी जे भने पनि यहाँनिर थियो। माथि त्यो टिनको घर देखिएको मकुली त्यो बाटो चाहिँ रिजार्भ हो। त्यो रिजार्भ वहाँ त्यो आगो दन्किएर आएको ठाउँ त्यो चाहिँ रिजार्भ हो। अनि पारिपट्टिको त्यो गोरेटोहरू चाहिँ टिकेसन जाने बाटाहरू हुन्। तिनी टिकेसन जाने गोरेटो बाटो त्यो त्यसरी गएर अब यो तलको डाँडो त्यो हो। यो जुन देखिरहेको त्यो समथर डाँडो जुन छ त्यो चाहिँ दुर्गाबहादुर बस्ने ठाउँ हो। दुर्गाबहादुरहरूको घर भएको ठाउँ त्यो भयो। अनि यतापट्टिको चाहिँ जुन ठाउँ छ त्यो जङ्गल मुनतिर त्यो चाहिँ भीमबहादुर सापकोटा नौतन मिनाजु बस्ने ठाउँ। यो अब दुर्गाबहादुर पौडेल बस्ने ठाउँ। त्यो पारिपट्टि चाहिँ खसिया नै थियो त्यति बेला। ती माथिका ती टल्किने 2-3टा टिनका घर चाहिँ थिएनन्। तलको त्यो रातो घर चाहिँ त्यति बेला पनि थियो, त्यो बारी थियो। त्योभन्दा उताको त्यो जङ्गल जुन कालो छ त्यहाँबाट उतापट्टि पारी तल झरेपछि कालीकोठेनी भन्ने ठाउँबाट झरेपछि टिकेसन लसुने हाम्रो स्वर्गकला दिदीहरू बसेको ठाउँमा पुगिन्थ्यो। र जुन यता यो मोटर बाटो जुन देखिया छ झिलको यतापट्टि दायाँपट्टि त्यो मोटर बाटोबाट यसरी त्यो अग्लो डाँडो उतापट्टि पुगेपछि चाहिँ माउबरगुङ भयो। अनि अब यो झिली यतापट्टिबाट चाहिँ त्यो पारी अब हुँदै यताबाट चाहिँ रामनिन्योङ जाने बाटो। अनि यतापट्टि चाहिँ हाम्रो यो घरको यतापट्टि चाहिँ यताबाट चाहिँ अब मलाङसु। अनि उतो बाटो जुन देखिएको त्यो चाहिँ अब हाम्रो हरिपुरे नरेन्द्र बद्री भाइहरूको पुरानो घर त्यो भयो। ती अब त्यहाँ त्यस्तो जङ्गल भरिएको छ। अब यो भनेरै पनि नपत्याइने ठाउँ। तर म अहिले प्रत्यक्ष 39 वर्षपछि आएर यहाँ उभिरहेको जुन म उभिएको यो ढुङ्गा पनि म खेलेको ढुङ्गाहरू हो। यो उभिरहेको छु अहिले यहाँ जुन ठाउँमा यसरी यो ढुङ्गामाथि म अब यहाँ उभिएको यो ढुङ्गा